आज चाहिँ हामी यस्तो सुपरमार्केट गएको कि जहाँ चाहिँ हरेक टाइपको चिज पाइन्छ कि एकदम सस्तो मूल्यमा। सस्तो भन्यो भने एकदमै सस्तो के 2 दिरहम 3 दिरहम 5 दिरहम 10 दिरहम वालाहरू होइन। बच्चाको सामान, बुढोको सामान हुन्छ नि, एनिथिङ के एनिथिङ, डेकोरेसन, कुकिङ, कपडाहरू, जुत्ता, चप्पल होइन, सबै टाइपको के। हेर्नु न यहाँ यस्तो नि पाइन्छ कि जुन अनलाइनमा देख्छ नि सामानहरू, त्यो क्युट सामानहरू, एभ्रिथिङ के हरेक टाइपको चिज पाइन्छ। यो सुपरमार्केट चाहिँ 3 तलाको सुपरमार्केट छ होइन। यिनीहरू चाहिँ किन्ने चाहिँ होइन, हेरे अनि यहाँ चाहिँ फेरि अरूहरू चाहिँ ट्राई गर्न पाइयो, तर कपडा चाहिँ ट्राई गर्न पाइँदैन के, मतलब ट्रायल रुम छैन। अनि यसरी बाहिरबाट यसो हेर्ने हो, अनि मन पर्यो भने टपक्क टिप्ने हो, फुत्त लगाइदिने हो, यस्तै गरेर। अनि 2 जना चाहिँ किन्ने चाहिँ होइन, मलाई घुमाए के। हेर्नु न यहाँ हामी चाहिँ पर्खे मलाई चाहिँ कपडाहरू चाहिँ केही किन्नु थिएन, त्यही भएर थाकेको जस्तै नि भएर यसो बस्दिएको। अनि दिदीहरू चाहिँ कपडा हेरिरहनु भएको थियो। यति थरीको कपडा पाइन्छ नि, आँखै मिरमिर आउँछ कि। अनि ट्राई गर्न पाइँदैन नि, कुनातिर गयो यसरी लायो आयो। घुम्यो लास्टमा के लियो, एउटा ड्रेस। यो ठाउँमा चाहिँ फेरि जे पनि पाइन्छ के, मेकअपको पनि हरेक टाइपको चिज पाइन्छ, सब चिज पाइन्छ। तर क्वालिटी चाहिँ अब बाहिरको जस्तो 100% हुँदैन होइन, हल्का लो हुन्छ, तर पनि काम चलाउ सरकार। अनि यो छोरीको भाडा मस्काउने सम्पत्ति त अनि मैले त अन्तबाट त 20 दिरहममा ल्याएको थिएँ, अनि यहाँ त 3 दिरहम रहेछ स्क्रबर त हो होइन। अनि यति फरक पर्ने रहेछ, तर क्वालिटीमा नि फरक त होला होइन। तर पनि हामीलाई किन त्यति हाई क्वालिटीको चाहियो त होइन, यसो काम चलाउ सरकार त हो नि। यहाँ चाहिँ फेरि यो चाहिँ अब मेरो फेभरेट मार्केट हो होइन। असला मसलादेखि लिएर चिसो तातो हरेक टाइपको चिज पाएको भएर होइन, एकदम सस्तोमा पाएको भएर नि यता सामान धेरै भएर यसरी क्यारी गर्दैछ। अनि घरमा आउँदाखेरि हाम्रो देक्की दिदीले केक लिएर आउनुभएछ। सो स्विट, थ्याङ्क यू सो मच देक्की दिदी। अनि मैले चाहिँ यसपालि बर्थडे त खतरा मनाएँ त, यति धेरै केक काटियो, यति मायाको लागि सबैजनालाई मनाइदेखि थ्याङ्क यू सो मच। यति धेरै विश, ब्लेसिङ, केक, सबजनालाई थ्याङ्क यू भेरी मच। अन्त हामीले यसो अलिकति पानीपुरी पनि बनाउने ट्राई गरेको गाइस, तर हल्का अमिलो भइदिएछ क्या कमी है इसमें? कुछ कमी है इसमें, काला नमक कमी है बेटा इसमें।